आदरणीय दर्शकवृन्द, म प्रबोधन साईको तर्फबाट हार्दिक नमस्कार टक्राएँ, स्वीकार्नुहोस्। म एउटा यहाँहरुमा लागेको हुन सक्छ जिज्ञासा, जुन क्रिस्चियनिटी राजनीति हो कि यो धर्म हो अथवा सत्यता हो, यो भन्ने प्रश्न यहाँहरुका सबैको मनमा आएको हुन सक्छ। किनभने आज धेरै व्यक्तिहरूले भन्ने गर्नुहुन्छ क्रिस्चियन पनि एउटा राजनीति पार्टी हो, एक दिन यो पार्टीमा परिणत हुन्छ। मैले मेरै कानले सुनेको छु। सुनेको मात्र होइन, आज धेरै क्रिस्चियन मानिसहरू पनि पार्टीमा उत्रेका छन्, दल दर्ता गरेका छन्। यो कुराले यहाँको प्रश्नमा झन जटिलता ल्याएको छ। ल, मैले भनिन थिएँ क्रिस्चियन एउटा पार्टी हो त भनेको थिएँ नि, एउटा राजनीति हो त भनेको थिएँ नि। अझै भनौं भने अमेरिकाको राजनीति हो। एक दिन सबै आफ्नो बसमा लिन्छ, आफ्नो पक्षमा लिन्छ र विश्व कब्जा गर्छ भनेकै थिए र आज त्यही हुँदै पनि गएको छ नि भन्ने हुन सक्छ। किनभने पहिले शंका गरेको कुरा क्रिस्चियन एउटा पार्टी हो भनेर शंका गरेको कुरा, अनि क्रिस्चियनहरूले विभिन्न पार्टी खोल्दा त्यसमा प्लस पोइन्ट हुने नै भयो। र राजनीति एउटा देश र जनतालाई चलाउने, स्वास्थ्य, शिक्षा, रोजगार, विभिन्न जनहितका क्रियाकलाप गर्ने एउटा संस्था हो, संगठन हो र त्यसमा आबद्ध हुने राजनीतिज्ञहरू त्यसका अभियन्ता हुन्। र क्रिस्चियन मानिसहरू राजनीतिज्ञ हुन् कि होइनन्, पार्टीका कार्यकर्ता हुन् कि होइनन् भन्ने प्रश्नमा क्रिस्चियनिटी इज नट अ पोलिटिकल पार्टी। क्रिस्चियनिटी एउटा राजनीतिक पार्टी होइन। क्रिस्चियनिटी ऑल अबाउट सेल्वेसन अफ अ पर्सन। क्रिस्चियनिटी भनेको एकजना व्यक्तिले मुक्ति मोक्ष कसरी पाउँछ, उसको आत्माले मरिसकेपछि वैकुण्ठवास भन्ने हुन्छ नि, हो त्यो वैकुण्ठवास कसरी पाउँछ त एउटा व्यक्तिको आत्माले, यही विषयमा हो। यो विषयमा साइन्टिफिक स्टडी गर्दा, वैज्ञानिक तरिकाले अध्ययन गर्दा, सबै धर्मशास्त्रहरू अध्ययन गर्दा मानिसहरूमा आत्मा हुन्छ र मानिस मरिसकेपछि त्यो आत्मा मर्दैन। त्यो आत्मा नमर्यो भने कहाँ हावामा मिसिन्छ त भन्ने प्रश्नमा मिसिन्न। किनभने आत्मा हावा होइन, आत्मा र हावा फरक हो र आत्मा आफ्नो निश्चित गन्तव्यतिर जान्छ। त्यो गन्तव्य दुईटा हुन्छ, एउटा हो अनन्त अनन्तसम्म नरकमा, जहाँ आगोको तलाउ हुन्छ, जुन आगो कहिल्यै निप्दैन र त्यो आगोमा त्यो आत्मा जान्छ र आत्मालाई वेदना हुन्छ, त्यो आगोमा सधैँ तडपिरहनु पर्छ, त्यसलाई नरक भनिन्छ भने। र स्वर्ग भनेको अर्को गन्तव्य स्थान हो जहाँ त्यो आत्मा जान्छ र त्यो स्वर्गमा पुगिसकेपछि मानिसहरूले वैकुण्ठ भन्छन्, त्यो प्याराडाइज, त्यो भन्दा माथि स्वर्ग छ र त्यो स्वर्ग पुगिसकेपछि सो आत्मा, जुन आत्माले महसुस गर्छ, त्यो आत्मा अति आनन्दका साथ इटर्निटी, अनन्तसम्म जिउँछ। नरक पनि अनन्त अनन्तसम्म जिउने ठाउँ हो, जहाँ दुःखै दुःखले जिउन पर्छ, र स्वर्ग पनि अनन्त अनन्तसम्म जिउने ठाउँ हो, जहाँ सुखै सुखले जिउनु पर्छ। हो, त्यो स्वर्गमा कसरी पुगिन्छ भने मानिसहरूले विभिन्न प्रकारका क्रियाकाज, धर्म कर्म, पूजा पाठ, विभिन्न प्रार्थना गरिरहेका छन् र यो कुनै कुराले पनि त्यो स्वर्गसम्म पुर्याउन सक्ने भूमिका खेल्ने रहेनछ। यो प्रमाणित भयो। र स्वर्गैसम्म पुग्नलाई मानिस मर्नभन्दा पहिल्यै पूर्ण धर्मी हुनुपर्ने, पाप रहित हुनुपर्ने रहेछ र जीवनभरि पाप गर्दै रहने, पाप गर्दा गर्दै मर्ने, मरिसकेपछि कोही अर्को व्यक्तिले मेरो लागि क्रिया गरेर
कुनै दान दक्षिणा गरेर मेरो आत्माले स्वर्गवास पाउने रहेनछ, यो कुरा थाहा भएको छ। र स्वर्ग पुग्नलाई म जीवित छँदै, हामी जीवित छँदै हामी पापीले आफ्ना पाप पश्चाताप गर्नु पर्दो रहेछ। तैपनि येशू ख्रीष्ट जो पापका निम्ति आफैलाई क्रुसमा बलि गर्नुभयो, ती मसीहको नाउँमा आफ्ना जान अनजान रूपले भए गरेका पापलाई पश्चाताप गर्यौं भने हाम्रा पाप ईश्वरले क्षमा गर्नुहुने रहेछ। पाप क्षमा भएपछि मात्रै म पाप रहित हुने रहेछु। पाप नगरेर पाप रहित हुन सक्दैन रहेछौँ व्यक्तिले। इभन भगवानले पनि जीवनमा पाप नगरेर रहन सकेनन् भने त हामी त मान्छे। र भगवानको पनि हिसाब किताब हुन्छ, लेखा हुन्छ ईश्वरबाट, सृष्टिकर्ताबाट। तब कोही मानिस स्वर्ग जान चाहन्छ भने हामी जीवित छँदै ईश्वरले बलि गर्नुभएको, अझै भनौं भने ईश्वरले पापका निम्ति बलि गर्नुभएको एकमात्र थोमा ईसा मसीह, उहाँको नाउँमा सरी भन्यौं भने, पाप पश्चाताप गरेर उहाँको निम्ति हामीले दिल खोल्यौं र उहाँलाई हृदयमा जीवनमा निम्त्यायौं भने हाम्रा पाप क्षमा भएर हामीले ईश्वरको दण्डबाट उम्किन सक्ने रहेछौँ। र हाम्रो आत्मा हामी मरिसकेपछि अनन्त अनन्तसम्म सुखमय ठाउँ स्वर्गमा पुग्ने रहेछ। अन्य कुनै पनि बाटो रहन्छ। त्यसैले येशूले भन्नुभयो, सत्य, जीवन र बाटो म हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ पुग्न सक्दैन, सृष्टिकर्ता ईश्वर कहाँ पुग्न सक्दैन। त्यही येशूकै शरीरमा ईश्वर हुनुहुन्थ्यो र ईश्वरले नै बोल्नुभएको कुरा हो। अब यो मुक्तिको विषयमा हो भने अब जुन जिज्ञासाको बारेमा आज म बोल्न चाहे, के क्रिस्चियनिटी राजनीतिक पार्टी हो त? के क्रिस्चियनहरूले राजनीति गरेका छन् त? यसको बारेमा के हो भने आदरणीय दर्शक वृन्द, क्रिस्चियनिटी राजनीति होइन। क्रिस्चियनिटी सिर्फ मुक्ति र मोक्षको निम्ति काम गर्ने धार्मिक संगठन हो, समुदायको समूह हो। र मुक्तिदाता ख्रीष्टलाई पछ्याउनेहरूको समूहलाई क्रिस्चियन भनिन्छ। र यो पार्टी भनेको धार्मिक संगठन होइन, राजनीतिक संगठन हो, क्लियरली बुझ्नुपर्छ। र क्रिस्चियन पार्टी होइन, कृपा गरेर यहाँहरूले बुझिदिनुहोस्। क्रिस्चियनिटी मोक्षको निम्ति, मुक्तिको निम्ति, उद्धारको निम्ति, अनन्तको जीवन मानिसको आत्माले कसरी पाउँछ भन्ने विषयमा अध्ययन गरेर पत्ता लागेको कुरा, सबै मानिसले मुक्ति उद्धार पाओस् भनेर त्यही शिक्षा सिकाउनु नै क्रिस्चियनिटीको मूल उद्देश्य हो। क्लियर भयो होला? क्रिस्चियनिटी इसाई भनेको एउटा पार्टी होइन। अब रहेको कुरा इसाईहरूले पार्टी खोलेका विषयमा। आदरणीय दर्शकवृन्द, पार्टी त हिन्दू दाजुभाइहरूले पनि खोल्नुहुन्छ, मुस्लिम दाजुभाइहरूले पनि खोल्नुहुन्छ, बुद्धिस्ट दाजुभाइहरूले पनि खोल्नु होला, क्रिस्चियन दाजुभाइहरूले पनि खोल्नु होला। त्यो धर्ममा आस्था गर्ने व्यक्तिले पनि राजनीति गर्न पाउँछ। त्यसैले कुनै पनि धर्मको व्यक्तिले राजनीति गर्न पाउँछ र अन्य विभिन्न धर्मावलम्बी दाजुभाइहरूले पनि राजनीतिमा हात हाले झैं क्रिस्चियनहरू पनि राजनीतिमा हात हाल्न पाउँछ। र क्रिस्चियन व्यक्तिले राजनीतिमा हात हाल्ने बित्तिकै क्रिस्चियनिटी राजनीति पार्टी हो भनेर भन्न मिल्दैन। यो छुट्टै हाँगा हो। र क्रिस्चियन विश्वासमा आधारित र विश्वास गर्ने व्यक्तिले पार्टी खोलेर राजनीति गर्न सुरु गरेको हो। त्यो बिल्कुल राजनीतिक दल हो, राजनीतिक एजेन्डा हो, राजनीतिक अवधारणा हो। त्यहाँभित्र येशू ख्रीष्टको कुनै पनि कुरा मिलेको हुँदैन र येशूको सम्बन्ध पाप क्षमासँग मात्रै छ भने येशूलाई मान्ने क्रिस्चियन मानिसहरूले राजनीतिक दल खोलेर, पार्टी खोलेर अगाडि गएका छन्। यसको मतलब क्रिस्चियनिटी राजनीतिक पार्टी होइन। राजनीतिक पार्टी खोलेर क्रिस्चियनहरूले राजनीतिमा समावेश भएर देशको सेवा गर्न र राजनीतिक रूपमा भूमिका बाँध्न खोजेका हुन्। त्यसैले यहाँहरू सम्पूर्ण देशवासी र विश्ववासीलाई म यो भन्न चाहन्छु, क्रिस्चियनिटीलाई राजनीति नभनिदिनु होला। यो होइन। क्रिस्चियनिटी एउटा मुक्ति मोक्षको निम्ति धार्मिक अभियान हो, जो विश्वव्यापी अभियान हो। यो देशले अर्को देशको विरुद्धमा, अर्को देशले अर्को देशको विरुद्धमा गर्ने यो अभियान होइन कि विश्वका हरेक मानिसहरूले मुक्ति पाओस् भनेर ईश्वरले गरेको योजनामा विश्वका मानिसहरू एक धारमा आएर एक ईश्वरलाई मानेर एक मात्र सृष्टिकर्ता ईश्वरको सही शिक्षामा आधारित रहेर ईश्वरलाई मान्नु
अनि मुक्ति प्राप्त गर्नु हो। त्यसैले राजनीतिक पार्टी खोलेको कारण क्रिस्चियनिटी राजनीतिक दल होइन, यो बिल्कुल अलग हो। क्रिस्चियनहरूले खोलेको पार्टी अलग हो र क्रिस्चियनिटी अलग हो। यो बिल्कुल क्रिस्चियनिटी धार्मिक एजेन्डा हो भने र क्रिस्चियनहरूले खोलेका पार्टी र गरिरहेका पार्टीगत कुराहरू त्यो राजनीतिक एजेन्डा हो, राजनीतिक अभियान हो। यो बिल्कुल फरक पाटो हो। त्यसैले चर्चमा सेवकाई गर्ने, प्रार्थना गर्ने यो पवित्र धार्मिक विधिलाई राजनीतिक माहौलमा नमिसाइदिन र यसरी नबुझिदिन मेरो तर्फबाट क्लियर गर्न चाहे। हस्, धेरै धन्यवाद सुनिदिनु भयो। अहिलेलाई बिदा हुन्छु। नमस्कार।